नमस्ते, मम सजारबाट म बिमला बिदा हजुरहरू सबैले स्वागत गर्न चाहन्छु। आज चाहिँ म यो छठ पूजामा आएको छु। यहाँ भर्खर मान्छेहरू आउँदैछ, सुरु हुँदैछ है। त्यस्तो धेरै त आएको छैन, अलमोस्ट बिस्तारै सुरु हुँदैछ। यहाँ छठ पूजा भनेको धेरै ठुलो पूजा हो। मैले हिजो पनि भिडियोमा भनेको छु हजुरहरूलाई है, फोटोमा भिडियोमा हो है। धेरै सजावट गरेको छ एकदम राम्रो। नेपालको जस्तो त टोटली गर्न सकिँदैन है, अलमोस्ट नेपालको जस्तै गरिरहनु भएको छ। दार्जिलिङमा आएको छ, हामी त 4 बजे सुरु हुन्छ भनेको, 4 त बजिसकेको छ है, 4 भन्दा बढी नै भइसक्यो होला। अझ पनि व्रत बस्नेहरू, फास्टिङ गर्नेहरू आइपुग्नु भएको थियो, सुरु हुँदैछ, आउँदै हुनुहुन्छ बिस्तारै छठ पूजाको लागि। तर युएसएमा बसेर पनि यो हेर्न पाउनु पनि एउटा ठुलो कुरा हो है। हजुरहरूको लागि मैले यो भिडियो सेयर गर्न खोजेको। हिजो पनि भनेको थिएँ मैले, तराईमा मात्र हुन्छ, तर अहिले त अब यो सोसियल मिडियाले गर्दाखेरि सबैतिर नै भइरहेको छ। पहिला त अब त्यति मान्छेहरूलाई थाहा छैन, खासै तराईतिर मात्र मान्थ्यो। अहिले त अब काठमाडौँतिर यतातिर सबैतिर नै मान्छ। त्यही हो। थ्याङ्क्स फर वाचिङ मम सजार। मेरो फोन नम्बर हो 5715478900। थ्याङ्क यू। चलो।